सबैभन्दा पहिला नेपाली काङ्ग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरणको खाँचो छ। पार्टी पुरानै पारामा पुरानै ढङ्गले यथास्थितिमा पार्टी चल्न सक्दैन। पार्टीले चाहिँ एकदम अग्रगामी कदम चाहिँ चाल्नुपर्ने र पार्टी चाहिँ अग्रगमनको बाटोमा जानुपर्ने आजको दिनमा त्यो अवस्था चाहिँ छ। र विशेष महाधिवेशनको सन्दर्भमा विशेष महाधिवेशन गर्ने या नियमित महाधिवेशन गर्ने अथवा अहिलेको लागि पार्टीलाई चाहिँ रूपान्तरण गर्नको लागि पार्टीमा नेतृत्व एउटा चाहिँ परिवर्तन गरेर जानको लागि चाहिँ कुन विधि उपयुक्त हुन्छ भनेर पार्टीको केन्द्रीय समितिको बैठकले त्यहाँ छलफल गरेर एउटा निर्णय गर्ला। तर फरक चाहिँ के छ भने जस्तो विशेष महाधिवेशन भन्यो भने हाम्रो पार्टीको विधानमा विशेष 40% महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेपछि 3 महिनाभित्र हुनुपर्छ भनेको तपाईँ मान्नु। आजको मितिमा चाहिँ यदि हामीले 40% हस्ताक्षर पार्टी केन्द्रमा दर्ता गरायौँ भने त्यसको 3 महिना लाग्छ। होइन 3 महिना भने तपाईँको झन्डै पुस सकेर माघ भेटाउँछ यदि विशेष महाधिवेशन गर्ने भने। नम्बर 1 हामी माघसम्म कुर्नु पर्यो। नम्बर 2 के छ भने विशेष महाधिवेशन भन्यो भने पुरानै महाधिवेशन प्रतिनिधिहरू होइन त्यो वडाको त्यही प्रतिनिधि छ जहाँ मेन हाम्रो सङ्गठनको आधार हो जनताको बिचमा वडा कार्य समिति हुन्छ नि, त्यहाँ नयाँ आउँदैन, त्यहाँ पुरानै हुन्छ। त्यहाँको गाउँपालिका नगरपालिकामा पुरानै हुन्छ, जिल्लामा पुरानै हुन्छ र सबै ठाउँमा पुरानै, प्रदेशमा पनि तपाईँको पुरानै हुन्छ। अनि ठ्याक्कै माथि चाहिँ टाउको मात्रै नयाँ बनाएर विशेष महाधिवेशन कतिको चाहिँ अहिलेको परिवर्तनको सन्देशलाई बोक्न सक्छ यो विषयमा पनि अलिकति हामी गम्भीर हुनु जरुरी छ। अर्को अहिले जुन जेनजी लगायत जो सबैको नयाँ पुस्ताको जुन आवाज उठिरहेको छ त्यसैले विशेष महाधिवेशन भयो भने त पुरानै प्रतिनिधिहरूले मात्रै यो अधिवेशनमा भाग लिन पाउने हो। त्यसो हुँदाखेरि जेनजी पुस्ता अथवा नयाँ पुस्ता युवा पुस्तालाई चाहिँ हामीले चाहिँ एउटा बन्देज लगाए जस्तो ढोकामा चाहिँ बार लगाए जस्तो स्थिति आउन सक्ने खतरा छ। त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा गम्भीर हुनु जरुरी छ। बरु नियमित महाधिवेशन गर्दा चाहिँ के चाहिँ देखिन्छ भने जस्तो यो मङ्सिरमा नेपाली काङ्ग्रेसको यो अहिलेको कार्य समितिको 4 वर्ष कार्यकाल सकिन्छ भने मङ्सिरमा त कार्यकालै सकिँदैछ भने यो मङ्सिरमै हामी अधिवेशन यदि मङ्सिरमा हामीले गर्न सकियो भने त्यो नयाँ हुन्छ, नयाँ युवाहरू पनि आउनु पायो, नयाँ मान्छेहरू पनि समावेश हुनु पायो, फ्रेस म्यान्डेट पनि हुने हो, गाउँदेखि जिल्लादेखि केन्द्रसम्म तपाईँको सबै कुरा नयाँ हुने भयो नि त होइन। त्यसैले त्यो सबै परिवर्तन भयो, सबै नयाँ भयो भने एउटा नयाँ उत्साह, नयाँ जोस, नयाँ जागरले चाहिँ अनि आउने निर्वाचनमा चुनौतीहरूसँग फेस गर्न सजिलो हुन्छ भन्ने मलाई लाग्छ। अर्को कुरा के छ भने जस्तो नियमित महाधिवेशन मङ्सिरमा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा हो। यहाँनिर जोडी मैले तपाईँको त 8 तहको निर्वाचन हुन्छ, वडादेखि केन्द्रसम्म तपाईँको सबै फेरि तपाईँहरू निर्वाचनबाट आउनुहुन्छ, अरू दलको जस्तो सिधै निर्वाचन हुँदैन। यसो गर्दा समय पुग्छ त, क्रियाशील सदस्य टुङ्गो त सकेकै छैन, क्रियाशील सदस्यको विवाद कायम छ। हो यसमा के जस्तो नियमित महाधिवेशनको सवालमा पनि के छ भने मुख्य गरी पार्टी नेतृत्व हो, पार्टीको अथवा केन्द्रीय समितिको बहुमत भनौँ न, पार्टीको बहुमत केन्द्रीय समितिले नचाहने हो भने त विशेष महाधिवेशन पनि हुँदैन, नियमित महाधिवेशन केही पनि हुँदैन कि पार्टीमा परिवर्तनै हुँदैन यदि हामी यथास्थितिमा रहन चाहने हो भने। होइन यदि हामी साँच्चैको अलिकति परिवर्तन गरौँ, नयाँ ढङ्गले जाउँ भन्ने सबैले सोच्ने हो भने नियमित महाधिवेशनलाई मङ्सिरभित्रै गर्न सकिन्छ। कसरी सकिन्छ भने नेपाली काङ्ग्रेसमा अधिवेशनका लागि त्यो मतदाता नामावली भनेको क्रियाशील सदस्य हो। सबभन्दा ठुलो हाम्रो समस्या त्यसमै हो। त्यसैले हामीले 15 दिन जतिको समय दिएर अथवा 10 दिनको अथवा 15 दिनको मात्रै हामीले समय दिएर नयाँ क्रियाशील भर्न पाउने, 15 दिनभित्र नयाँ क्रियाशील भरिसक्ने, त्यसपछि त्यसलाई छानबिन गरेर केन्द्रले एउटा क्रियाशील देशभरिको लिस्ट फाइनल गर्यो भने त त्यो 8 तहको निर्वाचन त 2 दिनको चाहिँ ब्रेक राखेर गर्न मिल्छ नि। जस्तो तपाईँ एउटा वडाको हाम्रो अधिवेशन हुन्छ, 2 दिन अगाडि वडाको राख्नुहोस्, 2 दिनपछि तपाईँको पालिकाको राख्नुहोस्, 2 दिनपछि तपाईँको प्रदेशको राख्नुहोस्, 2 दिनपछि क्षेत्रको, 2 दिनपछि जिल्लाको राख्नुहोस्, हप्ता दिनपछि प्रदेशको राखेपछि त 1 महिनामा सबै फेरि फास्ट ट्र्याकमा गर्नुपर्ने छ नि त अहिले होइन। यसको त 12 महिना लाग्छ भन्दा हामीसँग कुर्ने समय छैन। त्यसैले हाम्रो इच्छा शक्ति हुनु पर्यो। हामी साँच्चैकै पार्टीलाई परिवर्तन गर्न चाहेको हुने हो भने मैले भने 1 महिनाभित्र 8 तह 10 तह सबै तहको अधिवेशन गर्न सकिन्छ। मुख्य कुरा भनेको क्रियाशील सदस्यमा अलिकति समय दिनु पर्यो, किन 2 दिनमै देशभरि भर्नसम्म हुँदैन। त्यसैले क्रियाशील सदस्य भर्नको लागि चाहिँ हामीले 10 देखि 15 दिनको समय दिएर त्यसलाई सकेर जिल्लालाई पठाइदिने हो भने त्यो 1 महिनाभित्र त्यो सबै चाहिँ के निकायको अधिवेशन गरेर मङ्सिरको अन्तिमसम्म चाहिँ महाधिवेशन गर्न सकिन्छ। हिजो आज एउटा सामाजिक सञ्जाल पनि एक खालको चर्चा छ, तपाईँका पार्टी सभापतिले चाहिँ तपाईँहरू जे भन्नुहुन्छ तपाईँहरू मिलेर आउनुहोस्, म तयार छु भन्ने। यसलाई कसरी बुझ्ने त? तपाईँ मिलेर आउने कोही पनि देखिँदैन, यसकारण उहाँले यसलाई डाइभर्ट गर्न खोज्नु भयो कि यसलाई भनेको सत्य मान्ने कि नमान्ने कि? उहाँले यदि त्यो भनेको खण्डमा तपाईँहरू मिलेर आउनुहोस् नियमित या विशेषमा दुवैलाई तयार छु भनिरहँदाखेरि को त त्यसपछि? अनि यस्तो छ पार्टी सभाज्यूको हकमा चाहिँ कस्तो छ भने अब अलिकति विषम परिस्थिति निर्माण भयो होइन, उहाँमाथि आक्रमण भयो, अब घाइते पनि हुनुहुन्छ, उपचारकै तपाईँको क्रममा हुनुहुन्छ भने अलिकति केही मानवताका कुराहरू पनि यहाँ छन् होइन। त्यो भएको हुनाले अहिले कस्तो भने अब एक त जेनजीले उहाँ घरमा आगो लगाए होइन, अथवा जेनजीले गएर उहाँको चाहिँ गर्दनमा खुकुरी हाने,
रगतामै हुनुभयो होइन। त्यसैले अब हामीले पनि अब पार्टीबाट उहाँलाई चाहिँ लखेड्नुपर्छ, धपाउनुपर्छ भन्ने कुरा चाहिँ अलिकति चाहिँ त्यो अमानवीय हुन्छ कि त्यो कुराहरू त्यति चाहिँ त्यो सब अलिकति असंवेदनशील हुन्छ कि भन्ने कुरा छ। तर पार्टी यथास्थितिमा चल्न त सक्दैन, पार्टी त परिवर्तनमा जानै पर्छ। आउने निर्वाचन हामी जित्नको, यदि फागुनमा निर्वाचन भयो भने त त्यो जित्नको लागि त पार्टीमा त आमूल रूपान्तरण खाँचो छ नि त, परिवर्तनको खाँचो छ नि त। त्यसको लागि चाहिँ के गर्न सकिन्छ भने कसैलाई अपमानित गरेर तपाईँको पार्टीबाट विदाई गर्ने भन्ने कुरा भन्दा पनि पार्टीमा एकता भएर सहमतिमा गए पनि त पार्टीलाई त बलियो होला नि त। हामीलाई त सबैको भोट चाहिन्छ नि त। त्यो भएको हुनाले उहाँको कार्यकाल स्वाभाविक रूपमा मङ्सिरमा सकिँदैछ नि त। उहाँको दुई पटक सभापति हुने हो नेपाली काङ्ग्रेसको विधानमा होइन, त्योभन्दा बढी हुन पाइँदैन भनेपछि उहाँ स्वतः आउने मङ्सिरमा उहाँको कार्यकाल सकिँदै नै छ भनेपछि उहाँले जबरजस्ती हामीले चाहिँ विशेष महाधिवेशन भनेर होइन एकदम अपमानित ढङ्गले चाहिँ त्यो पार्टीमा विवाद खडा गरिराख्नुभन्दा पनि सहमतिमै, मेरो भनेको कस्तो छ भने विशेष महाधिवेशन भन्नेलाई पनि गाली गर्न जरुरी छैन, विशेष महाधिवेशन भन्ने अथवा यो यत्तिकै चलाउँ पनि भन्ने होला, सबैको मिलनबिन्दुको रूपमा चाहिँ नियमित महाधिवेशन मङ्सिरमा गर्न सकियो भने त्यो सर्प पनि मर्ने लाठी पनि नभाज्ने भने जस्तो एउटा सहमतिका साथ एउटा मिलनबिन्दुको रूपमा चाहिँ एउटा एकताको अधिवेशन र एउटा चाहिँ रूपान्तरणको महाधिवेशन चाहिँ मङ्सिरमा गर्न सकिन्छ भन्ने मलाई लाग्छ। अहिलेको स्थितिमा चुनावमा जान सक्छ काङ्ग्रेस? नेपाली काङ्ग्रेस त लोकतान्त्रिक पार्टी हो होइन। अब निर्वाचन घोषणा गर्यो भने त पार्टीले बहिष्कार त गर्दैन नि त होइन। हामी निर्वाचनलाई बहिष्कार गर्ने कुरा भएन। तपाईँको आफ्नो भनेको मैले तपाईँको यो पार्टी जीवन, जे पार्टी जीवन छ अहिले, जे तपाईँहरूको संरचना, जुन केन्द्रीय समिति छ, जो पदाधिकारी टिम छ, जो तपाईँको लिडिङ, जसले लिड गरिरहेछ, यही अवस्थामा यही अनुहार लिएर चुनावमा जान सक्छ? अनि मैले भनिसकेँ त पार्टीमा यही अहिलेको जुन यथास्थितिमा हामी अगाडि जान सक्दैनौँ। पार्टीमा सुधार चाहिँ हामीले गर्नुपर्छ। पार्टीमा हिजोको दिनमा जे हामी कमजोरी गरेका छौँ त्यो समीक्षा गर्नुपर्छ र हामीसँग किन जनताहरू रुष्ट भए, जनताहरू आकर्षित किन भयो त होइन, हामीसँग जनताहरू किन टाढिए, जनता र काङ्ग्रेस बिचको सम्बन्ध चाहिँ किन चाहिँ गहिरो तपाईँ खाडल पऱ्यो होइन, युवाहरूलाई हामीले किन आकर्षित गर्न सकेनौँ। यी सबै कुरामा हामीले पार्टीले निर्मम तपाईँको समीक्षा गरेर हिजोको दिनमा भएका गल्तीलाई रियलाइज गरेर फेरि गल्ती नगर्ने प्रतिबद्धता जनताको बिचमा राख्नै पर्छ। हामीले जनतालाई भरोसा दिलाउनै पर्छ हामीबाट यो गल्ती हुँदैन। त्यो फेरि मुखले मात्रै भनेर भएन कि, त्यो हाम्रो व्यवहारबाट पनि होइन। यो नेपाली काङ्ग्रेस साँच्चै सुध्रियो, साँच्चै रूपान्तरण भयो, अब यसको चेत चाहिँ खुल्यो होला, अब काहीँले चाहिँ गल्ती गर्दैन भन्ने खालको एकदमै त्यो आम चाहिँ नेपाली जनताको विश्वास जित्ने गरी त्यो खालको चाहिँ कार्यक्रम लिएर त हामी जानुपर्छ भन्ने मलाई लाग्छ। अर्को कुरा नेपाली काङ्ग्रेस पार्टी फेरि कस्तो अलिकति के अप्ठ्यारो भएको छ, हामीलाई अलिकति के समस्याहरू चाहिँ भएको छ अहिले यो अहिलेको परिस्थितिले चाहिँ। तर पनि कस्तो नेपाली काङ्ग्रेस पार्टीको सङ्गठन चाहिँ एउटा विशाल सङ्गठन हो होइन। यो जरासम्म, वडासम्म, टोलसुलसम्म हरेक देश विदेश हरेक क्षेत्रमा चाहिँ काङ्ग्रेस पार्टीको सङ्गठन त खलबलिएको सङ्गठन चाहिँ सकिएको भन्ने त होइन नि त। त्यसैले चाहिँ हो अलिकति केही प्रहार भएको हो होइन, अलिकति केही समस्याहरू चाहिँ खडा भएको हो, चुनौती आएको हो। तर काङ्ग्रेसको सङ्गठन जुन देश विदेश देशव्यापी मिची महाकाली सबैतिर छ, त्यो सङ्गठनकै बलमा गल्तीलाई सुधार गरेर भोलिका दिनमा चाहिँ अझ चाहिँ युवाहरूको मन जितेर गयो भने निर्वाचनमा त्यस्तो धेरै आत्तिहाल्नु पर्ला जस्तो मलाई लाग्दैन।